विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्विताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसूताय गणनाथ नमो नमस्ते। राम यहीं छन श्याम यहीं छन श्वास श्वास मां परमेश्वर छन। राम यहीं छन श्याम यहीं छन राम यहीं छन श्याम यहीं छन श्वास श्वास मां परमेश्वर छन श्वास श्वास मां परमेश्वर छन। राम यहीं छन श्याम यहीं छन।
सुरप्रियाय लम्बोदराय सकलाय जगदिताय नागाननाय हृदयज्ञ श्रीवन्दिकावकुलचम्पकपाटलाब्जे पुण्डागजातिकरवीररसालपुष्पे बिल्वा प्रवाल तुलसीदलमालदेवी तं पूजयामि जगदीश्वर मे प्रसीद सुगन्धवल्ली शतपत्रजाति सुवर्णचम्पाकुलोद्भवानि गृहाणदेवी समयार्पितानि प्रभु हरे श्री तुलसी दलानि नानाशूलपुष्पाणि देषु कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाणं परमेश्वर आवाहनं न जानामि तवार्चनं पूजां चैव न जानामि क्षम्यतां परमेश्वरि मंत्रपुष्पाञ्जलि समर्पयामः गौरी गणेशम्बिकाभ्यां नमो नमः श्री दुर्गादेव्यै नमो नमः श्री देवी भागवत पुराणेभ्यो नमो नमः श्री शाम्ब सदाशिवाय नमः पुराणपुरुषेभ्यो नमो नमः मंत्रपुष्पाञ्जलि समर्पयामः हृदय गौरी गणेश भगवान को श्री लक्ष्मी नारायण भगवान को श्री उमा महेश्वर भगवान को श्री देवी भागवत महापुराण को बड़े व्यासी महाराज को बड़े दंडकाली माई को बड़े कनकाई माई को बड़े कोटि ओम धाम को बड़े अत्रि गोत्र का कुल देवताहरू को बड़े अत्रि गोत्र का पितृ देवताहरू को बड़े प्रातकालीन आराध्य को बड़े व्यासी महाराज को बड़े आदि आनंद को जय जय श्री राम। नवज्ञान महायज्ञको यो पवित्र दिव्य चतुर्थ दिनको प्रातकालीन सत्रलाई हामी अगाडि बढाउनुहोस् र भजन श्रवणबाट र त्यसपछि पछाडि हामी दुर्गे जगत जननी माता त्रिगुणात्मिका शक्ति महाकाली महासरस्वती महालक्ष्मी को रूप में विद्यमान हुनुहुने ती दिव्य शक्ति को चर्चा हामी गरिरहेका छौं। वेदव्यासले जन्मेजयलाई माता जगत जननी का पवित्र दिव्य चर्चाहरू श्रवण गराउँदै हुनुहुन्छ। आनन्दित भएर जन्मेजय श्रवण गरिरहनु भएको छ र हामी पनि हाम्रा पितृहरूको उद्धार मोक्षको कामना गरिराखेका छौं।
माताका पवित्र दिव्य चरित्रहरू श्रवण गरेर उपस्थित हुनुभएका भगवती जगत जननी माता दुर्गाको आराधना गर्नुभयो। तैया जन्मेजयले प्रश्न राखेछन्, दुर्गा माताको उपासना गरेर मनु महाराजले पनि सृष्टि गर्नुभयो यस धरतीमा। दुर्गा माताको उपासना गरेर पितामह ब्रह्माजीले पनि यस धरतीको सृष्टि गर्नुभयो, संसारको सृष्टि गर्नुभयो। अनि दुर्गा माताको स्मरण गरेर नै भगवान शिवले पनि यो लय गर्नुहुन्छ यस संसारको। त्यसले गर्दा सम्पूर्ण देवी देवताले दुर्गा माताको उपासना गरेर आफ्ना आफ्ना लक्ष्यहरूलाई प्राप्त गरेका चर्चाहरू छन्। हे राजन, जन्मेजयले सोध्नुभयो, हे गुरुदेव, विष्णु भगवानले कहिले कसरी यो देवीको यज्ञ गर्नुभयो मलाई श्रवण गराइदिनुहोस् भन्दाखेरि यहाँ वेदव्यासले वर्णन गर्नुहुन्छ। हे राजन, नारायण भगवानले भगवती जगत जननीको आराधना गर्नुभयो बडा सुन्दर भावले, पवित्र भावले। अनि नारायण भगवानको जो पूजा छ त्यो अत्यन्त पवित्र पूजा, त्यो अत्यन्त पवित्र पूजा थियो। अनि त्यो पूजा गरेर भगवती जगत जननीलाई स्मरण गरेर स्थापना गरेर मन्त्रहरूले, नाना प्रकारका मन्त्रहरूले, तन्त्रहरूले मातालाई स्मरण गरेर पूजा गर्नुभयो। अनि भगवती जगत जननी माता दुर्गाले दर्शन प्रदान गर्नु। अनि दर्शन दिएर मधु र कैटभ नाम गरेका यी दुईटा जो भयङ्कर राक्षस थिए, यी राक्षसहरूलाई वध गर्ने शक्ति दुर्गा देवीले प्रदान गर्नुभयो भन्ने चर्चा यहाँ गुरुदेव वर्णन गर्नुहुन्छ। पवित्र दिव्य भाव छ, पवित्र दिव्य उपासना छ भगवती जगत जननीको, जसले माता जगत जननीलाई स्मरण गर्नुहुन्छ श्रद्धा भक्तिले। ती भक्तका इच्छाहरू माताले पूर्ण गरिदिनु भएको छ। मरिचि कश्यपो जातो दक्ष कन्यास्त्रयोदश ताभ्यो देवाश्च दैत्याश्च समुत्पन्ना ह्यनेकश ततस्तो काश्यपी सृष्टि प्रवृत्ता चाति विस्तरा मनुष्य पशुसुरपादि जाति भेदैरनेकधा। सबैले माता दुर्गालाई स्मरण गरेको आख्यानहरू छन्, शरणमा परेका छन्, शरणलाई ग्रहण गरेका छन्। अनि माताले त्यो शक्ति संसार गरिदिनु भएको छ। अनि आफ्ना आफ्ना लक्ष्यसम्म सम्पूर्ण देवताहरू पुगेका छन्। कुनै पनि यज्ञ, कुनै पनि सत्कर्म जहाँ हुन्छ त्यहाँ भगवती माताको उपस्थिति हुन्छ अरे। देवी भागवत जहाँ लाग्छ त्यहाँ माता दुर्गा उपस्थित हुनुहुन्छ र उपस्थित भएर सम्पूर्ण वक्ता र श्रोतालाई आशीर्वाद प्रदान गर्नुहुन्छ। भक्तहरूले कामना गरेका छन्, हे माता 9 दिनसम्म हामी दत्तचित्त भएर तपाईँको यज्ञमा सम्मिलित हुन्छौँ र ती 9 दिनभित्र तपाईँ जसरी भए पनि उपस्थित भइदिनु होला र उपस्थित भएर भक्तका इच्छा पूर्ण गरिदिनु होला भनेर भक्तहरूले मातासँग प्रार्थना गरेको हुँदा माताले शक्ति प्रदान गर्नुहुन्छ अरे। यहाँ पनि एकछिन माता दुर्गालाई स्मरण गरौँ भजनको माध्यमले। र त्यस पछाडि हाम्रा केही सूचनाहरू रहेका छन्। महासचिवजी यहाँ आइसक्नु भएको छ र ती सूचनाहरू सुनिसकेपछि हामी फेरि कथा प्रसङ्गलाई अगाडि बढाउनेछौँ। र आउनुहोस् पहिले एउटा भजन हामी श्रवण गरौँ। जगत जननी दुर्गा भगवती माता की, त्रिगुणात्मिका शक्ति माता की जय। जय अम्बे गौरी माता, जय जय मंगल मूर्ति माता। जय जय अम्बे गौरी माता, जय जय मंगल मूर्ति माता। जय जय अम्बे गौरी माता, जय जय मंगल मूर्ति माता। जय अम्बे गौरी माता। शिव हरि ब्रह्मा भजचंद्रिमलाई, शिव हरि ब्रह्मा चंद्रवदन माता उज्ज्वल नयना, चंद्रवदन माता उज्ज्वल नयना। कलम शोभित बंधुर माला, कलम शोभित बंधुर माला।
जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता सवारी माता खबर धारी सिंह सवारी माता खबर धारी नरमुनि जन को सब दुख हारी नरमुनि जन को सब दुख हारी कानन कुंडल रुद्राक्ष माला कानन कुंडल रुद्राक्ष माला पशुपति संरक्षिणी माता जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता जय जय अम्बे गौरी माता जय जय मंगल मूर्ति माता वचनबद्ध पाएको दरिद्रता अबदेखि उपरान्त अहिलेसम्म पनि छैन भन्ने हामीले आशा आएको विश्वास लिएका छौँ। अब यहाँहरू सबैले उहाँलाई आउँदो साल पनि हाम्रो पुराणमा यस्तै गरेर सम्मान गर्न पाऊँ, यस्तै गरेर उहाँहरूलाई अझै सम्मान गरिरहन अनि हामीले देख्नको लागि हेर्नको लागि पाइरहँ भन्ने हाम्रो कामना छ। हामीले गत वर्ष 90 वर्ष पुगेका व्यक्तित्वको जन्मदिनमा हामीले जन्मोत्सव मनाएका थियौँ। कृष्ण शरण अधिकारीको उहाँ पितृ भइसक्नु भएको छ र उहाँको 100 वर्षको जन्मोत्सव मनाउने हामीले अठोट गरेका छौँ। त्यस्तै इन्द्रमाया अधिकारी पनि गरेको भनेको थियौँ, तर जन्मदिनको टुङ्गो नलागेकोले हामीले यसबाट गर्न सकेनौँ। चैत्री जन्मोत्सव हो भन्ने कुरो थाहा थियो तर हामीले त्यो सकेनौँ, किनभने उहाँको विशेष घरमा यहाँ अलिकति कार्यक्रम त्यस्तै परेको छ, त्यसले गर्दा हो। हस् त, उहाँ हाम्रो संरक्षक हो, यो घरको संरक्षक हो, हाम्रो संरक्षक हो। त्यस कारणले उहाँलाई हामी लगाएका हौँ। उहाँको काममा धेरै आएको छ जिम्मेवारी। त्यस्तै किसिमले उहाँलाई पनि हाम्रो हजुरबालाई पनि हाम्रो संरक्षक सदस्यलाई पनि उहाँको काममा उहाँको आशीर्वाद हामीलाई चाहिएको छ। संरक्षक सदस्यको आशीर्वाद चाहिएको छ हामीलाई, संरक्षक सदस्यको सहयोग चाहिएको छ। एउटा कुरा म भनौँ, अचम्म लागेको छ, बडाबाले के भन्नुहुन्छ, ए दामबार मसँग 5000 रुपियाँको म यो दिन्छु भन्नु। बाबा नदिनुहोस् न, होइन दिन्छु, 2500 त दिइहाल्नुभयो।
2500 दिनुभयो यो लैजा। त्यो हुँदाखेरि कस्तो होला भयो होला जिउ मेरो पनि। यसैले उहाँले त्यसरी उहाँले भनेको हुनाले हामी यो गर्न सके। सरिता रमेश 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 खोइ रमेश अलिक फरक हाम्रो खोइ त खोइ प्रेमबहादुर काका खोइ त हुनुहुन्न। अनि खोइ तिम्रो रमेश अनि यादव हामी लगाइको उहाँहरूले 10,000 दिनुभएको छ। यसैले सबैले ताली पिटेर उहाँलाई स्वागत गरौँ। हामीलाई त के आशा छ भने अब यहाँनिर अरू पनि पैसा जति उठ्छ र हाम्रो अध्यक्षज्यूले त भन्नुभएको छ यहाँ हामीलाई देवीले पुऱ्याउँछन् र उहाँहरूको मन अझ पनि कम्देर अझ पनि त्यसो अलिअलि 4-5 हजार पक्का पनि झर्छ भन्ने आशा छ र विश्वास छ। गरिकन एउटा आउँदो साल पनि हामी पुराण लगाउनेछौँ र आउँदो सालको लागि पनि अरू कोही यहाँ आजै पैसा दिनुपर्छ भन्ने छैन। माला कसले उठाउने भन्ने मात्रै हो आउँदो सालको। हामी आउँदो सालको लागि पनि 10,000 का उम्मेदवार यहाँ तयार गरेर 20-25 जना हुनुभयो भने यसै पटक पुराण हुन्छ भनेर घोषणा गर्छ। तर दिन भने पछि होइन फोटो त चाहियो हरिः मानुवदाकलो जन्तविष्टदो दधासो अपरितासवद्विदा देवानुज्यथा सदमृद्विदे असान्नप्रायर्वो रक्षितारो दिवि दिवे देवानां भद्रासुमतिरिजूयतां देवानागं रातिरविनो निवर्ततां मां देवानागं शक्यमुपसेरिमा वयं देवानायो प्रतिरन्तो जीवसीताघोर्वयानि विदावो मयि वयं भगं मित्रमदितिं दक्षमत्रेदम् आद्यमनं वरुणगं सोममश्विना सरस्वतीन सुभगामयस्करता तन्नो वातो मयो भुवातु वेघयं तन्माता पृथिवी तद्वितायो तद्ग्रवाणा सोमसुतो मयो भुवस्वरश्विना त्रिलोतं नृणायुवं तमेशानां जगदसुखस्वतिं षष्ठीन इन्द्रो बृहस्पतिः स्वस्ति नः गोविन्दवेदाः स्वस्ति नस्तारेभ्यो आयुष्येवे स्वस्ति नो बृहस्पतिर्दधातु। शान्तिरन्तरिक्षं शान्ति पृथिवी शान्तिरापः शान्तिरुदयः शान्तिः वनस्पतयः शान्ति विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगं शान्ति शान्तिरिव शान्ति सामा शान्ति। अब सबभन्दा खुसीको कुरो तपाईँलाई म सुनाउँछु। साह्रै आनन्दित कुरा छ। ठ्याक्कै 2 वर्ष पुरा पुगेर गर्दा कस्तो प्रसादले कस्तो आशीर्वादले कस्तो प्रयत्नले भएको होला। हाम्रो व्यासाचार्य पण्डित नेत्र प्रसाद भट्टराईज्यूलाई दिनुपर्ने छ। उहाँलाई जोरदार तालिका साथ त्यस्तै उपव्यासाचार्य हुनुहुन्छ पण्डित गोपाल प्रसाद लुइटेल अनि उहाँलाई दिनुहोस्। र अब हामी पनि उहाँलाई पनि एउटा सम्मान गरौँ यहीँनिर व्यासमै। हाम्रो अध्यक्षज्यूले लगाइदिनु भएको छ र सबैले थाली पिटाउँ र हामीलाई अझै पनि शक्ति मिलोस् यही हाम्रो शुभकामना हो। यस्तै हाम्रो जति मित्रहरू हुनुहुन्छ
हाम्रा पण्डित परशुराम मिश्र भीम घिमिरे उहाँको पनि धेरै देन छ मिश्र हस् त म ज्यादा नभनौँ फेरि अर्को पटक म आउँदाखेरि आउँदो सालको लागि कतिलो सूचना लिएर आउँछु र अरू व्यक्तित्वहरूले पनि अझै कति दिनुहुन्छ कति के गर्नुहुन्छ अरू पनि नाम लिएर आउँछु निर्माणको कुरा म पछि भन्छु लामो भयो गुरु
बस्ने चञ्चल मनले घरैमा कसरी बस्ने धुन बाज्यो अर्कै कृष्ण हो धुन बाज्यो अर्कै कृष्ण हो तिमीलाई आशीर्वाद दिन्छु। भारद्वाज ऋषिको आश्रममा सुदर्शन नाम गरेका एउटा राजकुमार छन्। ती राजकुमारसँग तिमीले विवाह गर्नु, तिमीले स्वयंवर गर्दा ती राजकुमारलाई गर्नु। हुन त अहिले ऊ ब्राह्मण भेषमा छन्, ऊ राजकुमार जस्ता छैनन्, तर पनि तिमीले ती कुमारसँग विवाह गर्नु, किनभने ती मेरा अत्यन्त प्रिय भक्त हुन्। जतिखेर पनि मलाई तिनले स्मरण गर्छन्, म जतिखेर त्यो सुदर्शनको रक्षामा उपस्थित हुन्छु र तिमी दुईजनाको दाम्पत्य जीवन अत्यन्त सुखमय होस्। सुदर्शनसँग तिमीले विवाह गर हे शशिकला भनेर भगवती माता दुर्गाले सपनामा दर्शन प्रदान गर्नुभयो। भोलिपल्ट उठेर आफ्ना माता पितालाई यो दिव्य वचन भगवती जगत जननीले दिनुभएका उपदेशहरू सुनाउँदाखेरि माता पिता एकदम प्रसन्न हुनुभयो। कहाँ छन् त ती राजकुमार, आफै आउँछन् अरे, तिमीले कहीँ खोज्न पनि जानु पर्दैन, म त्यो ती सुदर्शनलाई यो स्वयंवर मण्डपमा पठाइदिन्छु भनेर माताले भन्नुभएको छ। निश्चिन्त हुँदै सुदर्शनलाई चिन्तन गर्न थाल्यो। तदासो पञ्चमी वर्षे प्राप्य मन्त्रमनुक्तम् ऋषि छन्दोभिनं च ध्यानान्यां सविर्जितम्। एवं प्रकारले राता वस्त्रहरू लगाएछन् अरे यिनले, सुदर्शनले राता वस्त्र देवीलाई रातो प्रिय के रातो धोती रातो कुर्ता, अनि आमाले लाउँदा रातो साडी रातो चोलो लाउनु हो। रातै मजेको बडाहरू छन्, यो माता दुर्गालाई प्रिय छ। रातो वस्त्र लगाएर माता दुर्गाको आराधना गर भनेदेखि यदि मृत्यु हुनेवाला छ, साह्रै कष्टतुल्य समय आउनेवाला छ, मृत्यु हुनेवाला छ र राता वस्त्रहरू लगाएर देवीको यज्ञमा बस्नु भनेदेखि त्यो मृत्यु टलिन्छ अरे के। त्यस्तो विचित्र रातो कपडा देवीको लागि, रातो वस्त्र, अनि रातै वस्त्र लगाए यिनले। भारद्वाज ऋषिले राता वस्त्र धारण गराउनु भयो। पवित्र पवित्र वस्त्रहरू धारण गराएर यी सुदर्शनलाई सुन्दर विद्वान बनाउनु भएछ। रक्ताम्बरम रक्तवर्णम रक्त सर्वाङ्ग भूषणम कदाचित् सोऽपि प्रत्यक्षं देवी रूपं ददर्शः। अनि एक दिन यी सुदर्शनले पनि भगवती माता दुर्गाको दर्शन गर्दा बाद न म सोइया छ सोच्ने, न म भोजन पछाडि खाने ताम्बुले मसँग हुन्छ, न मसँग गीतै छ, न मसँग वाद्य वादनै छ, न मसँग केही छ, केही छैन। एउटै कुरा के छ भन्दा भगवती माताको शक्ति मसँग छ। अनि जोसँग भगवती माताको शक्ति छ उसलाई के चिजको आवश्यकता पर्छ? माता दुर्गाले तपाईँलाई मन पराउनु भयो, रुचाउनु हो भनेदेखि के को आवश्यकता पर्छ र केहीको आवश्यकता पनि पर्दैन। तर दुष्टहरूले यी कुरालाई के बुझ्दैनन्। शशिकला र सुदर्शनको स्वयंवर गर्ने चर्चा हुँदा एकदम वाद विवादहरू भएछन्। राजकुमारलाई नै माला लगाइदिनुपर्छ, यी ब्राह्मण कुमारलाई माला लाउन पाइँदैन भने युद्ध हुने जस्तो स्थिति भयो। महाराजले भन्नुभयो अहिलेलाई यो यतिकै विश्राम गरौँ, भरे बेलुका सरसल्लाहहरू गरेर भोलि फेरि स्वयंवरको कार्यक्रम राख्ने भने। अनि राति नै सुदर्शनसँग शशिकलाको पवित्र दिव्य विवाह सम्पन्न गराइदिनु भयो माता पिताले। सुदर्शनसँग प्रदान गर्नुभएछ, हात्ती घोडाहरू दिनुभयो, नाना प्रकारले यो स्वयंवर विवाह गरेर सुदर्शन र यी शशिकलालाई तिनीहरू जाऊ भनेर विदा गरिदिनु भयो।
किनभने ती युधातीतहरू आउनेछन्, तिनीहरूले आएर तिमीलाई अनिष्ट गर्नेछन्। हे बालक जानुहोस् भनेर भन्दा यी लिएर गए। प्रजापतिलाई लिएर जाँदाखेरि पछाडि थाहा भयो यी राजाहरूलाई महाराजले त आफ्नै छोरी त भगाएछन् भन्ने ज्ञात भएपछि यी एकदम युद्धको लागि तयार भएछन्। अनि कतिले भनेछन् होइन यिनलाई अहिले यीसँग युद्ध गर्न थाल्यो भने त्यो कलावतीलाई लिएर भागिसक्छ सुदर्शनले। हामी पहिले सुदर्शन भएतिर जाउँ र त्यसको पहिले वध गर्नु, अनि त्यस पछाडि त्यसलाई हेरौँला भनेर गए। सुदर्शन लिएर जाँदै थिए शशिकलालाई। जाँदा जाँदै चारैतिरबाट यो युधाजीले सम्पूर्ण योद्धाहरूद्वारा घेरेछन् यो सुदर्शनलाई। सुदर्शनलाई चारैतिर घेरे, बाणहरू अस्त्र वर्षाहरू गर्नु थाले। यी सुदर्शन भगवती जगतजननी माताको शरणमा पर्नुभयो। सुदर्शनले भने न बलम न सहायो मे न कोशो दुर्गमश्रय न मित्राणी न सौरार्थी न कृपा रक्षका मम। न मेरा कोही रक्षक छन् हे माता, म एकदम असहाय छु। मेरा कोही पनि छैनन्, अरण्यमा आएर छु। हे माता मेरो रक्षा गरिदिनुहोस्, मेरो रक्षा गरिदिनुहोस् भनेर यिनले प्रार्थना गर्दाखेरि भगवती माता जगतजननी प्रकट हुनुभयो अष्टभुजीको रूपमा। जगतजननी माता अष्टभुजीको रूपमा प्रकट भएर माता दुर्गाले युद्ध गर्नुभयो, प्रारम्भ गर्नुभयो। जति पनि दुष्ट राजाहरू थिए सम्पूर्ण दुष्टहरूलाई त्रिशूलले वध गर्न थाल्नुभएछ। कतिलाई धनुष बाणले वध गर्नुभयो, कतिलाई यो खड्गले वध गरेर मूर्ख हो मेरो छोरालाई, मेरो भक्तलाई तिमीहरू वध गर्ने। सुदर्शन मेरो भक्त हो। यो सुदर्शन मलाई साह्रै प्रिय छ। सुदर्शनको जस्तो भक्ति संसारमा कसले गर्छ होला र यस्ता मेरा प्रिय भक्तमाथि तिमी दुष्टहरूको यस्तो आक्रमण भगवती जगतजननीले सम्पूर्ण दुष्टहरूको वध गरिदिनु हो। सम्पूर्ण पितृहरू कि नौनी माखन सुरेको किना जोरी पारी दुनिया सौना। जोरी पारी दुनिया सौना। आजदेखि कृष्ण तिमीलाई माखन खान दिन्न, आजदेखि कृष्ण तिमीलाई माखन खान दिन्न। आउने माखन चोरेको काने गौरी पारी आउने माखन चोरेको किना जोरी पारी दुनिया साउना।
अनि महासचिवज्यूबाट केही सूचना सत्य सनातन धर्मको व्यासी महाराजको मध्यकालीन आरतीको हाम्रो सुभद्रा अधिकारी आउ नानी के रहेछन् ल यिनी बुहारीले र मेरा छोरा बुहारीहरूले यिनीहरूले भन्ने छन् र आफ्नो अनुभव र त्यो अनुभवले उहाँहरूलाई कसैलाई के फाइदा हुँदो रहेछ ल त्यो भनिदेऊ न त के अरे तिमीले भन्छौ देवी भागवत नवमाको ज्ञान मञ्च श्रीमद् भागवतको अध्यक्ष तथा मैले भोगेका कुराहरू यहाँहरू समक्ष जानकारी गराउन लागिरहेको छु। म त्यस्तो विज्ञ मान्छे त होइन, तर पनि पढेर भन्दा पनि पढेर केही कुराहरू सिकिन्छ भन्ने कुराहरू मैले पढेर केही कुराहरू सिकेको छु। त्यही कुराहरू तपाईँहरूमा आज सेयर गर्न गइरहेको छु। हुन त मलाई त्यतिखेर साह्रै अप्ठ्यारो पनि परेको थियो, दुःखदायी पनि थिएँ। मेरो दिमागले त्यतिखेर काम गर्न नसकेको पनि थियो र पनि मैले आफ्नो धैर्य धारण गरेर मैले आफ्नो यो लक्ष्यमा हासिल गरेँ। त्यो बारेमा म तपाईँहरूलाई जानकारी गराउन गइरहेको छु। आजको मेरो यस आधी घन्टाको टपिक्स मलाई दिनुभएको छ समय, त्यसको गाँठो आयो। त्यो गाँठो अन्य कुराहरूमा हेरेको थिएँ, त्यही कुरालाई मैले साँच्चै हुनसक्छ कि भन्ने मलाई लागेर मैले सुरुवातमा विराटनगर नारायण बस्नेतकोमा जताउन पठाएँ। त्यहाँ हामीहरूले जताउन जाँदाखेरि नारायण बस्नेतको व्यस्तताको डाक्टर नारायण सरको अहिले मैले जाने अनुसार अहिले नयाँ खुलेको त थाहा पाएको छैन। चितवन, भरतपुरको चितवन क्यान्सर हस्पिटल नै उपयुक्त देखेको छु। तपाईँहरूले अन्त उपचार गर्नुभन्दा चितवनमै गएर उपचार गर्नु बेस्ट हुन्छ भन्ने महापुराणको अधिकारी बन्धुहरूको, अधिकारी पितृहरूको, आफ्ना कुल देवताहरूको कुरा सोधौँ, जानकारी गराऊ। र जब तिमीले क्यान्सर कहिले थाहा पायौ, तिमीलाई चाहिँ थाहा दियो कि दिएन यिनीहरूले, र आफैले थाहा पायो कि डक्टरले आफै थाहा दियो कि, त्यतिखेर कस्तो चाहिँ फिलिङ भयो त? लु भन त नानी। मलाई केही भएको थिएन होइन, छिमेकीहरूलाई पनि सबैलाई यो सुझाव दिनुहोस् कि समयमै उपचार गर्नु, समयमै उपचार गर्दाखेरि रोग निको हुँदो रहेछ भन्ने कुरा मलाई थाहा भयो। अनि पछि जति ढिलो भयो झन्झन बढ्दै जाने रहेछ हजुर। तिमीले यो कहिले चाहिँ थाहा पायो? थाहा पाउँदाखेरि तिमीलाई
पखाली नहोस् फुलमाला आऊ हामी शरणमा जय भोले बाबा हो जय जय शिव शंकर जय भोले बाबा आयु हामी शरणमा ओ बाबा आयु हामी शरणमा फुलमाला जय भोले वृषभको आसनमा बसे हातमा डमरू लिने वृषभको आसनमा बस्ने हातमा डमरू लिने वृषभको आसनमा बसे हातमा डमरू लिने वृषभको आसनमा बस्ने हातमा डमरू लिने गरिबको पुकारलाई छिटै सुनिदिने गरिबको पुकारलाई छिटै सुनिदिने जय जय शिव शंकर जय भोले बाबा जय जय शिव शंकर जय भोले बाबा आयु हामी शरणमा आयु हामी शरणमा फुलमाला हरि ओम नमः शिवाय हरि ओम नमः शिवाय ठुलो आवाज आयो धनुष नाचेको सकल संसार व्याप्त भइसक्यो आधारले अनि परशुरामजी पनि एकदम मेरो स्वामीको धनुष कसले भाँचो भन्दै आउनुभयो अन्तिममा परशुरामजीले बोकेको धनुष पनि रामचन्द्र भगवानलाई प्रदान गरेर अन्तर्ध्यान हुनुभयो भगवान श्रीराम र सीताको विवाह भयो अपूर्व सुन्दर अनन्तर अयोध्यामा उपस्थित हुनुभयो कैकेयीको कारणले भगवान श्रीरामले अयोध्यालाई परित्याग गरेर जानुपर्ने भयो अयोध्यालाई परित्याग गरेर जानुपर्दाखेरि कैकेयीको हृदयमा बडा कठोरता उत्पन्न भएछ किन उत्पन्न भयो कैकेयीको हृदयमा भन्दा सरस्वतीजीलाई पठाएछन् देवताहरूले हे कैकेयी हे सरस्वती गएर तिमी चाहिँ कैकेयीको जिब्रामा गएर बसिदेऊ भगवान श्रीराम यदि राजा भएर राजपाट समातेर बस्नुभयो भने ती राक्षसहरूको के हुन्छ ती सज्जनहरूको के हुन्छ ती सज्जनलाई दुर्जनले खाइराखेका छन् सताइराखेका छन् तिमी गएर हे सरस्वती देवी कैकेयीको जिब्रामा बसिदेऊ भनेर देवताले प्रार्थना गर्दैछन् दुर्गा भगवतीले थपडी मारौँ र यसपछि नानी मलाई अघिदेखि नै भन्दै हुन्थ्यो बे मैले यो कहाँ दिउँ तर म एकछिन पर्खिन्छु भन्ने थियो अनि नानी यता हेर्नुहोस् न त बेला यता हेर्नुहोस् न यता हेर्नु अघि यसरी श्रीमानले एकैचोटि ध्यान ध्यान लेख्ने तपाईँलाई पैसा पठाउने तपाईँलाई कस्तो फिलिङ भएको छ त भन्नुहोस् न त पैसा दिन पाउँदा होइन जे भए पनि यसो हाम्रो पछि बच्चाहरूले पनि काम हेर्न पाउनेछन् राम्रो धेरै खुसी लागिरहेछ उहाँले पैसा दिनुभएको छ रु 10,000 अब बुढा पृथ्वी भएर जानुभयो सासू ससुरा सबैजना अब आफ्नो श्रीमान पनि जानुभयो अब उहाँको नामै आएन यत्रो भगवान बनाउँदा यत्रो उसमा पुराणमै नामै आएन भने त ए बाबा गरेको परिश्रम त थियो होला त बुढा मान्छेले नै धेरैजनामा धेरै छोराछोरीमा कुनै औरा घर उठेनन् भने म आफै उठ्छु भन्ने भयो मलाई हस् त धन्यवाद छ यस्तो पनि
उहाँले सम्झिनुभयो धेरैजना छोराछोरी छन् ए बाबा हो किन मैले चाहिँ दिन सकिनँ भन्ने लागेछ उहाँले दिनुभयो ल धेरै धेरै धन्यवाद छ बडामा र म अब यहाँनिर यी विभिन्न आजीवन सदस्यहरूको नाम भन्छु तर मैले यी सबैजना कसलाई चाहिँ आज के अरे यो खाजा उडाउने काम नगरिकन यसरी दम्पति आजीवन सदस्य बन्न मन लाग्यो यो किन किताब पुस्तकको नाम पनि अमर रहोस् हाम्रा छोरा नाति पनातीहरूले पनि हाम्रो चाहिँ बुढाबुढी आमाले बुवा आमाले के गर्नुभयो भने इतिहास रहिरहोस् भन्नको लागि आजीवन सदस्य अधिकारी भीम कुमारी अधिकारी सहआयोजक पैसा र उहाँ यस्तो व्यक्तित्व हुनुहुन्छ जसले यो बेल्ट हो पारिवारिकलाई जतिजना बन्नुहुन्छ पारिवारिक सदस्य जति हुन्छन् जस्तो मेरो आमा भन्नुपर्ने भनिदिनु भयो भने 19 जनाले पाउनुहुन्छ 18 9 दुना 18 को 19 एक 20 जनाले यो पाइन्छ यो दम्पति 2 जनाले मात्रै पाइन्छ यो 1 जनाले मात्रै पाइन्छ त्यसकारणले अब यो 2 जनालाई म गुरुलाई यो बेल्ट लगाइदिनु हुनको लागि ल थपडी मार्नुहोस् पहिलो आशीर्वाद दम्पति सदस्य थपडी मारौँ खुसी छ र यो पैसा हामी कुनै पनि हालतमा माग्दैनौँ कुनै पनि हालतमा यो पैसा माग्दैनौँ यो पैसाको ब्याजले यो घरको सुरक्षा गर्छौँ हामी उग्रियो भने मात्रै भौतिक निर्माण गर्छौँ अन्य कामहरू गर्दैनौँ हस् त बडाबा अनि तपाईँलाई यसरी मलाई पढ्न अझै कति उत्साह छ धेरै धेरै धन्यवाद छ र भाउजू यहाँ आउनुहुन्छ अनि कोही पनि तपाईँकै सल्लाहमा यत्रो पैसा पनि दिनुभएको थियो र अनि यसरी के अरे दाइ त अझै पनि गरौँ भन्नुहुन्छ तपाईँ पनि घरिघरि त मसँग त भन्नुहुन्छ नै अनि यसरी गर्नुमा चाहिँ के भएर आयो के घर छोरा फेरि छोराबारी पनि यतै छन् अनि अब सम्पत्ति त अब दिँदै पहिले अब छोरी पनि लाई पनि दिन मन लाग्ला यो के हो यतातिर मात्रै दिन मन लाग्यो भने यहाँ त धेरै दिन मन लाग्यो नि त तपाईँलाई के छ हस् त धेरै धेरै धन्यवाद छ तपाईँको अनुसरण अग्रसर गर्छौँ हस् त धन्यवाद
मैले सबै छोडेर वस्तु भाउ खेतीपाती बारी बिरुवा सारा छोडेर मैले मेरो जान र मेरो ज्ञान बचाएँ। मेरो त्यही अभाग्य हो। मैले यति यस्तो भएको थिएन भनेदेखि मलाई म उच्च स्तरमा सहयोग गर्छु भन्ने मलाई आशा थियो। अहिले केही पनि मेरो जग्गाभन्दा पल्ल पनि खेती छैन। हस्त दाइ, तपाईँलाई केही छैन। हाम्रा पितृले तपाईँलाई धेरै धेरै आशीर्वाद दिएका छन्। तपाईँलाई पितृको आशीर्वाद लाग्नेछ। हामी सबैको शुभकामना लाग्नेछ। तपाईँको परिवारको पनि उत्तरोत्तर प्रगति हुनेछ। तपाईँको स्वास्थ्य, किनभने तपाईँ जहिले पनि जसरी धर्म गर्नुभएको छ त्यसरी बिहानी जप गर्नुहुन्छ। यसको लागि तपाईँलाई धेरै धेरै मुरी हाम्रो शुभकामना। अनि झाँकीहरू पनि प्रस्तुत हुनेछन्। आजदेखि महात्म्य हाम्रो प्रारम्भ हुनेछ र पितृहरूको आराधनामा हामी जुट्नेछौँ। यसरी नै प्रसन्न हुनेछौँ। पितृको कृपा पनि हामीले पाउनेछौँ। र अझै पनि तपाईँहरू नयाँ कोही आउनु भएको छ भने पितृहरूका नाम पेपलको पातमा लेखेर ल्याउनु होला र माथि पितृको पूजा हुँदैछ। त्यो पितृको पूजामा लगेर दिनुहोला। यो कुञ्ज भवनको वस्तु आउनुहोस्। अब हामी आरतीको दर्शन गरौँ। प्राण
भस्मासुर आउँदैछन् भगवान शिवलाई प्रसन्न गराउनु भनेर। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय।
बताओ कहाँ बसेर तपस्या गरौँ एकान्तमा गएर तपस्या गरौँ भनेको त यहाँ त धेरै मान्छेको र सँगै क्या भन्न थालेछ यसो हेरेर र पनि धेरै मान्छे भए पनि शान्त बसेका छन् यी पनि भगवान् शिवकै भक्त हुन् क्या भनेर थोचुक्कै बसेछन् बसे भगवान् शिवलाई प्रसन्न गराउनको लागि अमर हुने वरदान माग्नको लागि भस्मासुर तपस्या गरिराखेका छन् बसेर भगवान् प्रसन्न हुनु भएन उठेर तपस्या गर्नु पर्यो भनेर उठेछ ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय आफ्नो भक्तको पुकार सुनेर जय जय बोले बोले शंकर भगवान की भोलेनाथ को नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय जागृत भएर आसमान मेरा भगवान आउनुभयो मेरा भोलेनाथ आउनुभयो हे भोलेनाथ कहाँ हुनुहुन्छ प्रभु हे प्रभु कता हुनुहुन्छ दर्शन दिइहाल्नुहोस् प्रभु छिटो मलाई दर्शन दिइहाल्नुहोस् भनेर एकतिर भगवान हुनुहुन्छ अर्कातिर खोज्दैछ यसले किनभने दृष्टि पवित्र भइसकेको छैन सकाम यसले यज्ञ गरेको जय हो प्रभु मेरा प्रभु भोलेनाथ जय हो ल माग केको लागि तपस्या गर्यौ तिमीले तपाईँ प्रसन्न हुनुहुन्छ मदेखि एकदम प्रसन्न छु जे माग्छु त्यही दिन तयार तपाईँ यदि मलाई दिने भस्मासुर कुनै एउटा वर मागहरूको त्यसो भएदेखि मलाई मानवले पनि दानवले पनि राक्षसले पनि अस्त्रले पनि शस्त्रले पनि जीवले कुनै पनि जीवको हातबाट मेरो मृत्यु नहोस् त्यो पनि असम्भव छ त्यसो भएदेखि के हो हे प्रभु के मागौँ भन्दै भन्दै सोच्दै ओहो बल्ल फेला पऱ्यो बाबै अब त दिनै पर्छ नि भन्न थालेछ नि अब के माग्ने हो यसले ल जसको शिरमा म हात राख्छु त्यही भस्म होइजाओस् त्यस्तो त दिन सक्नुहुन्छ नि ल शिरमाथि हात राख्दा भस्म होइजाओस् अरे हुन्छ ल लैजा तथा बडा खुसी भयो मूर्ख मैले वरदान दिएको मेरै शिरमा हात राख्छस् के गर्नु प्रभु तपाईँ त अब तपाईँले ठिक दिनुभयो कि दिनु भएन तपाईँको खासै त्यति विश्वास लाग्दैन भनेर वरदान मागिसकेपछि ए पहिले चाहिँ वरदान पाउनुलाई तपस्या पनि गर्नु अनि अहिले वरदान पाइसकेपछि विश्वास पनि लाग्दैन अरे मूर्ख खबरदार मेरो शिरमा हात राख्ल त्रिशूल देखेको छस् यो त्रिशूलले होइन प्रभु त्यसो नगर्नु तपाईँको शिरमा हात अलिकति राखी हेर्छु नि तपाईँलाई त केही हुँदैन तपाईँले दिएको वरदान होइन हुँदैन मैले दिएको वरदान सबैलाई लाग्छ मलाई पनि लाग्छ खबरदार मतिर आउलास् भन्नु होइन
तिमी को भनेर सोध्दा म भस्मासुर हो। किन यसरी भागे? होइन, भगवान् शिवको शिरमा हात राख्नु पर्यो भनेर भगवान् शिवको पछि पछि भागेको, तर भगवान् त कहाँ भागिहाल्नु छ हुनुहुन्न। म कसको शिरमा हात राख्नु भनेर एकदम चारैतिर भ्रमण गरिराखेको छु। अनि भगवान् शिवलाई त्यसरी हात राख्दा हुन्छ त? अनि नृत्य प्रारम्भ भयो। हे शिव बाबा भोले भण्डारी आइदेऊ मनैमा, महादेव तिमीले नै देव कष्ट हर्यौ, सागर मथा विष निस्क्यो कण्ठमा नै भर्यौ, भक्तजनले नाम राखे तिम्रो नीलकण्ठ, नीलकण्ठ नाम जप्न लागे भक्त मनमा, जानुहोस् कैलाशमा। दायाँतिर हात लिएर जानुभयो त भगवान्ले दायाँतिर लाँदा रहेछन्, बायाँतिर लिएर जान बायाँतिर, फेरि माथि उठाएछन्, फेरि माथि अगाडि पछाडि सबैतिर हात घुमाउँदा घुमाउँदै मोहिनी भगवान्ले शिरमा लगेर हात राख्नुभयो। अनि शिरमा हात राख्दा यस दुष्टले पनि राखेछ, थर 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 काम्न थालिहाल्यो। थर 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 काम्दा काम्दै काम्दा काम्दै भक्ति भूमिमा लडे र भस्मासुरको अन्त्य भयो। भक्त वत्सल भगवान् र भगवान् शिव पनि फेरि हुन्थ्यो भनेर नारायणले सम्झाउनु भयो भोलेनाथलाई। र यस्तै दिव्य लीलाले ओतप्रोत थिए भस्मासुर र शिवजीका लीला। आउनुहोस् अब हामी यो लीलाको साथसाथमा एउटा भजन श्रवण गरेर अहिलेलाई विश्राम दिनेछौँ। आउनुहोस् सबैजना नृत्य गर्नुहोला।
भागवत के जय हो। सम्पूर्ण पितृहरूको जय हो। आनन्दको